किसान दाजुभाइहरू नमस्कार। खेतमा धानको कटाई त सकियो, अब पालो गहुँको। तर गहुँको उत्पादन कसरी बढाउने त? आजको यो विश्लेषणमा हामी यही चुनौतीको समाधान गर्ने एउटा विशेष प्रविधिबारे कुरा गर्नेछौँ, जसले उत्पादनलाई साँच्चै अधिकतम बनाउन सक्छ। हो, सबैको मनमा यही प्रश्न छ हैन त? धान त काटियो, तर अब गहुँको उत्पादन कसरी बढाउने? यसको उत्तर लुकेको छ गहुँ छर्ने सही तरिकामा। आउनुहोस्, त्यही तरिका के हो खोजौँ। ल, अब यो चुनौतीलाई अलि गहिरिएर हेरौँ, किनभने धान काटिसकेपछिको एउटा सानो निर्णयले नै हाम्रो अर्को बालीको सम्पूर्ण भविष्य निर्धारण गरिदिन्छ। यो कुरा एकदमै महत्त्वपूर्ण छ है। धान काटेपछि गहुँ कुन तरिकाले छरिन्छ, उत्पादन कति हुन्छ भन्ने कुरा त्यसैमा भर पर्छ। एउटा सही निर्णय र सही प्रविधिले उत्पादनमा आकाश जमिनको फरक पार्न सक्छ। साँच्चै। त्यसो भए यही चुनौतीको समाधान के हो त? त्यो हो एउटा अत्यन्तै प्रभावकारी प्रविधि, मल्चिङ। अब हेरौँ यो प्रविधिले आखिर काम कसरी गर्छ। अब यो मल्चिङ प्रविधि भनेको के हो त? सुन्दा जति जटिल लाग्छ, यो त्यति नै सरल छ। यसमा धानको अवशेष मतलब पराललाई खेतभरि फिजाइन्छ र त्यही परालको पत्रमाथिबाट सिरै गहुँको बिउ छरिन्छ। कति सजिलो! तर यो प्रविधि सफल हुनको लागि एउटा कुरा सबैभन्दा महत्त्वपूर्ण छ। त्यो हो गहुँ छर्ने गहिराई। हो, यो नै सफलताको मुख्य रहस्य हो। यो किन यति महत्त्वपूर्ण छ भने गहुँ एउटा स्यालो रुटेड बाली हो। यसको मतलब यसको जरा धेरै गहिराईमा जाँदैन, बरु माटोको माथिल्लो सतहतिरै फैलिन्छ। हो, यही कुराले छर्ने तरिका निर्धारण गर्छ। त्यसो भए सबैभन्दा उत्तम गहिराई कति त? यो नम्बरलाई दिमागमा राख्नुहोस्, 5 सेन्टिमिटर। हो, यही हो अधिकतम उत्पादनको लागि चाहिने सही गहिराई। न यसभन्दा धेरै न त कम। गहिराईको महत्त्व यहाँ कति स्पष्ट देखिन्छ हेर्नुस् त। 5 सेन्टिमिटरको सही गहिराईमा छर्दा बिउ राम्रोसँग उम्रिन्छ र उत्पादन पनि गजबको हुन्छ। तर यदि बिउ 10देखि 20 सेन्टिमिटर जस्तो गहिरो गयो भने नतिजा ठिक उल्टो। गहिरो गएको बिउले राम्रोसँग उम्रिनै सक्दैन र उत्पादनमा सिधै नकारात्मक असर पर्छ। एउटा सामान्य गल्ती के हुन सक्छ भने पहिले सुपर सिडरले छर्ने अनि त्यसपछि एम्बे प्लाउ चलाइदिने। त्यसो गर्दा के हुन्छ? एम्बे प्लाउले बिउलाई चाहिने भन्दा धेरै गहिरो पुर्याइदिन्छ, जसले गर्दा उत्पादनमा सोझै असर परिहाल्छ। तर मल्चिङ प्रविधिले उत्पादन मात्र बढाउने होइन नि, यसका फाइदाहरू त त्योभन्दा पनि धेरै छन्, जसले हाम्रो माटोलाई नै स्वस्थ र मलिलो बनाउँछ। सोच्नुस् त, यसले एकैपटक कति धेरै काम गर्छ। परालको पत्रले झारपातलाई रोक्छ, अनि त्यही पराल कुहिएर अर्को बालीको लागि माटोमा जैविक पदार्थ थप्छ, जसले माटोलाई मलिलो बनाउँछ। र रमाइलो कुरा के छ भने बाली काट्ने बेलासम्ममा त यो पराल पूर्ण रूपमा मल बनिसकेको हुन्छ। ल, अब सबैभन्दा महत्त्वपूर्ण कुराहरूलाई फेरि एकपटक सम्झिहालौँ। जम्मा 3वटा चरण छन् जसले सफलता सुनिश्चित गर्छ। 3वटा मुख्य कुराहरू याद राख्नुपर्छ। पहिलो, धान काटेपछि मल्चिङ प्रविधि अपनाउने। दोस्रो, गहुँ स्यालो रुटेड बाली हो, अर्थात् यसको जरा गहिरो जाँदैन भन्ने कुरा सधैँ याद राख्ने। र तेस्रो, सबैभन्दा राम्रो नतिजाको लागि ठ्याक्क 5 सेन्टिमिटरको गहिराईमा बिउ छर्ने लक्ष्य राख्ने। र अन्त्यमा एउटा प्रश्न, के यो एउटा सरल देखिने प्रविधिले अर्को बालीको सम्पूर्ण भविष्य नै बदल्न सक्ला त? हो, यसमा विचार गर्नै पर्ने हुन्छ।